हेलो एभ्रियन अनि नमस्ते सबैजनालाई जति पनि सी एस्पिरेन्टहरू हुनुहुन्छ स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानल मेडिका इन ट्रान्स नेपालमा। सो भर्खर चाहिँ एमइसीले आज चाहिँ हजुरको प्रायोरिटी सेटिङको जुन नोटिस थियो नि अनलाइन प्रायोरिटी सेटिङको नोटिस त्यसको बारेमा चाहिँ हजुरको नोटिस चाहिँ एमइसीले निकालिसकेको छ। सो अब कति गतेदेखि कति गतेसम्म चाहिँ चाहिँ ड्युरेसन छ अनलाइन प्रायोरिटी सेटिङ गर्ने हजुरको अनि टाइमिङ कतिदेखि कति बजेसम्म चाहिँ छ त्यो समग्रमा हामीले चाहिँ यो भिडियोमा चाहिँ हामीले चाहिँ एमइसीको नोटिस चाहिँ हेरेर चाहिँ सबै कुरा डिस्कस गर्छौँ। अनि अनलाइन प्रायोरिटी सेटिङ हजुरले चाहिँ कसरी भर्न सक्नुहुन्छ, कसरी के गर्ने, कहाँ लगइन गरेर हजुरले चाहिँ भर्न सक्नुहुन्छ त्यो सबै प्रोसेस मैले यहाँ नोटिसबाट पनि भनिदिन्छु। एउटा डेमोन्स्ट्रेसन पनि मैले चाहिँ गरेर यही भिडियोमा चाहिँ हजुरले चाहिँ हेराइदिउँला। सो हजुरले चाहिँ भिडियो चाहिँ लास्टसम्म चाहिँ हेर्नु होला है त। सो यहाँ हेर्न सक्नुहुन्छ हजुरको आजैको यो नोटिस भएको 8 महिना 18 गते हजुरको मङ्सिर 18 गते। सो चिकित्सा शिक्षा स्नातक तहमा म्याचिङ प्रणालीबाट छात्रवृत्ति तथा सशुल्कतर्फ उम्मेदवार छनौट गर्नका लागि अनलाइन प्राथमिकता क्रम निर्धारण अथवा अनलाइन प्रायोरिटी सेटिङ गर्ने सम्बन्धी सूचना। सो यो अनलाइन प्रायोरिटी सेटिङ जब गरिसक्नुहुन्छ नि हजुरले त्यसपछि चाहिँ हजुरको अनलाइन म्याचिङको प्रोसेस चाहिँ चालु हुन्छ। सो अनलाइन म्याचिङ प्रोसेसमा जानको लागि हजुरले चाहिँ के गर्नु पर्यो भन्दाखेरिमा अनलाइन प्रायोरिटी सेटिङ चाहिँ सुरुमा गर्नै पर्छ। ओके, सो अनलाइन प्रायोरिटी सेटिङ गरिसकेपछि त्यसपछि अनलाइन म्याचिङको प्रोसेसमा जानुहुन्छ र त्यो अनलाइन म्याचिङको प्रोसेसमा हजुरको के हुन्छ भन्दाखेरिमा कलेज एलोकेट चाहिँ हुन्छ है त हजुरलाई। अब यहाँ माथि चाहिँ त्यस्तो खासै केही कुरा लेखेको छैन, कति गतेदेखि कति गते इक्जाम चल्यो, त्यसपछि रिजल्ट कहिले आयो, हजुरको क्याटेगोरी वाइज रिजल्ट कहिले आयो, त्यो सबै कुराहरू समग्रमा चाहिँ यसमा चाहिँ दिएको छ है त। सो यो माथिको एकचोटि आफै पढ्नु होला। त्यसपछि अब यहाँ तल आउनुभयो हजुर भने यो चाहिँ एकचोटि हेर्नु होला। मेन कुरा के छ भन्दाखेरिमा कि मैले सुरुमा पनि भनिरहेको थिएँ आफ्नो भिडियोहरूमा। सो हजुरको स्कलरसिपको लागि र पेइङको लागि छुट्टै भनेर अनलाइन प्रायोरिटी सेटिङ चाहिँ गर्नु पर्दैन है त हजुरले। हजुरको स्कलरसिप र पेइङको लागि चाहिँ एउटै अनलाइन प्रायोरिटी सेटिङले चाहिँ काम गर्छ र अनलाइन प्रायोरिटी सेटिङ भनेको एकैचोटि मात्रै गर्ने हो है। एकचोटि गरिसकेपछि हजुरले त्यो हजुरको पेइङको लागि पनि त्यही कुरा भइगयो अनि हजुरको स्कलरसिप म्याचिङको लागि पनि त्यही कुरा चाहिँ भइगयो है त। स्कलरसिप म्याचिङको लागि छुट्टै गर्नुपर्छ, पेइङको लागि छुट्टै गर्नुपर्छ त्यस्तो कन्फ्युजन भन्न बस्नु होला। पेइङको लागि अथवा स्कलरसिपको लागि दुइटैको लागि एउटै म्याचिङले काम चाहिँ गर्छ, एउटै चाहिँ अनलाइन प्रायोरिटी सेटिङले काम गर्छ, त्यो चाहिँ सुरुमा चाहिँ बुझ्नु होला। अब अर्को कुरा के भनेको छ भन्दाखेरिमा मैले पहिला पनि भिडियोमा भनिरहेको थिएँ कि हजुरले जुन कलेजहरू अनलाइन प्रायोरिटी सेटिङमा राख्नुहुन्छ नि एउटा पार्टिकुलर प्रोग्रामको लागि त्यही कलेजबाट हजुरलाई चाहिँ एमइसीको जुन कम्प्युटर सिस्टम छ नि त्यसबाट चाहिँ एलोकेट हुने चाहिँ त्यहाँ प्रोसेस चाहिँ रन हुन्छ है त। सो हजुरले जुन कलेज राख्नुभएको छ त्यो कलेज मात्रै चाहिँ हजुरले पाउने चान्स हुन्छ, जुन कलेज राख्नु नै हुन्न अनलाइन प्रायोरिटी सेटिङमा त्यो कलेज हजुरले पाउनु हुँदैन है त। ऱ्यापअपसम्म जानुभयो भने पाउन सक्नुहुन्छ, सिट खाली भयो भने, बट यो अनलाइन म्याचिङ प्रोसेसमा चाहिँ पाउनुहुन्न। अर्को कुरा कि जस्तै हजुरको यदि अनलाइन प्रायोरिटी सेटिङ भर्ने टाइम सक्यो, हजुरले अनलाइन प्रायोरिटी सेटिङ गर्न सक्नु भएन अथवा डाउटमा हुनुहुन्छ कि अनलाइन प्रायोरिटी सेटिङ गरौँ कि नगरौँ त्यस्तो यदि कन्फ्युजनहरू छ भने हजुरले यदि अनलाइन प्रायोरिटी सेटिङ यदि जुन टाइम एन्ड ड्युरेसन तोकेको छ त्यो चाहिँ हामीले भिडियोमा अगाडि हेर्छौँ। सो त्यो डेट एन्ड टाइममा हजुरले यदि गर्नु भएन भने अथवा ओभरअलमा भनौँ अनलाइन प्रायोरिटी सेटिङ हजुरले यदि गर्नु भएन भने हजुरले चाहिँ अनलाइन म्याचिङ प्रोसेस जति पनि हुन्छ नि त्यसमा चाहिँ सहभागी हुन सक्नुहुन्न। अनलाइन म्याचिङ प्रोसेस भनेको कलेज एलोकेट गर्ने प्रोसेस भएको। हजुरको स्कलरसिपको लागि 4वटा अनलाइन म्याचिङ प्रोसेस हुन्छ, पेइङको लागि 4वटा अनलाइन म्याचिङ प्रोसेस हुन्छ। सो त्यसमा चाहिँ सहभागी हुन पाउनुहुन्न। बट हजुरको ऱ्यापअप जुन समापन म्याचिङ लास्टमा जुन हुन्छ नि कलेजहरूको सिटहरू बच्यो कुनै पार्टिकुलर प्रोग्राममा र अब्सोल्युटली बच्छ नै है त, एमबिबिएससम्म पनि हजुरको सिट चाहिँ ऱ्यापअपमा चाहिँ जान्छ, त्यो चाहिँ ढुक्क भएर बस्नु होला। सो ऱ्यापअपमा गएर चाहिँ हजुरले मात्रै भाग लिन सक्नुहुन्छ है त यदि अनलाइन प्रायोरिटी सेटिङ यदि गर्नु भएन भने। र अनलाइन प्रायोरिटी सेटिङ यदि गर्नुभयो भने हजुर अनलाइन म्याचिङहरूमा भाग लिन सक्नुहुन्छ। सो यति कुराहरू चाहिँ यो सेकेन्ड हजुरको प्याराग्राफमा चाहिँ थियो, त्यो चाहिँ मैले भनिदिएँ। अब नेक्स्ट कुरा यहाँ क नम्बरमा हेर्न सक्नुहुन्छ सिट निर्धारण सम्बन्धी विवरण है त। सिट निर्धारण सम्बन्धी विवरण जस्तै हजुरको यहाँ के भनेको छ भन्दाखेरिमा जुन सिट डिस्ट्रिब्युसनको जुन नोटिस थियो नि हजुरको एमइसीले चाहिँ पब्लिस गरेको थियो सो त्यसको बारेमा चाहिँ भनेको छ। सो हजुरको अब फरेन स्टुडेन्ट्सको लागि कति छ, पेइङको लागि कति छ, हजुरको स्कलरसिपको लागि कति छ, स्कलरसिपमा पनि ओपन क्याटेगोरीबाट कति छ र हजुरको रिजर्भेसन क्याटेगोरीबाट कति छ, रिजर्भेसनमा पनि कुन कोटाको लागि कति सिट छ, त्यो सबै हजुरको जुन डिटेल्स थियो नि सिट डिस्ट्रिब्युसन नोटिस जुन एमएससीले पब्लिस गरेको थियो त्यसमा चाहिँ
एमइसीले चाहिँ त्यो डिटेल दिइ नै सकेको छ। सो त्यो नोटिस यदि हेर्नु भएको छैन भने मैले चाहिँ यही भिडियोको फर्स्ट कमेन्टमा आफ्नो टेलिग्राम च्यानलको लिङ्क पनि पिन गरिदिउँला, त्यहाँबाट हेर्न सक्नुहुन्छ, अथवा व्हाट्सएप नम्बर पनि राखिदिउँला। केही डाउट छ भने पनि सोध्नु होला। त्यो सिट डिस्ट्रिब्युसनको नोटिस पनि मसँग चाहिँ माग्न सक्नुहुन्छ है त, व्हाट्सएपमा मेसेज गरेर हजुरले। अब नेक्स्ट यो कुरा ख नम्बरमा चाहिँ ध्यान दिनु होला, छात्रवृत्ति तथा सशुल्कतर्फ। सशुल्क भनेको हजुरको पेइङ क्याटेगोरी है त। सशुल्कतर्फको अनलाइन प्राथमिकता क्रम निर्धारण, अनलाइन प्रायोरिटी सेटिङको कार्यतालिका। सो यो कुरा ध्यान राख्नु होला। अनलाइन प्रायोरिटी सेटिङ स्टार्ट कहिलेदेखि हुने? 2082 मङ्सिर 18 गते, समय 10 बजेदेखि। सो मङ्सिर 18 गते आजै हो, जुन मैले भिडियो बनाइरहेको छु। सो मङ्सिर 18 गते 10 बजेबाट हजुरको चाहिँ अनलाइन प्रायोरिटी सेटिङ गर्ने कुरा चाहिँ भइसकेको छ। र हजुरको जुन एमइसीको जुन प्रोफाइल छ नि त्यसमा लगइन गर्नुभयो भने त्यसको पनि अप्सन आउँछ, र त्यसको बारेमा पनि मैले यही भिडियोमा एउटा डेमोन्स्ट्रेसन चाहिँ हेराइदिन्छु, कसरी अनलाइन प्रायोरिटी सेटिङ गर्ने है त। लास्टमा मैले चाहिँ गरिदिन्छु त्यो कुरा। त्यसपछि अनलाइन प्रायोरिटी सेटिङ क्लोज कहिले हुने? मङ्सिर 24 गते। सो मङ्सिर 18 गतेदेखि मङ्सिर 24 गतेसम्म हजुरको यो टाइमिङ पनि एकदम नोट गरेर राख्नु होला। साँझको 4 बजेसम्म मात्रै चाहिँ हजुरको छ। सो 18 देखि 24 सम्मको ड्युरेसनमा हजुरले अनलाइन प्रायोरिटी सेटिङ चाहिँ गर्नु होला है त। देन अब यहाँ हजुरको ग नम्बरमा शिक्षण संस्था र शैक्षिक कार्यक्रमको प्राथमिकता क्रम मतलब अनलाइन प्रायोरिटी सेटिङ निर्धारण गर्ने प्रक्रिया। अब प्रक्रिया के छ त्यो कुरा चाहिँ भनेको छ। सो हामीले एकचोटि यसमा चाहिँ सबै कुरा पढिहालौँ, के कुराहरू छ, त्यसपछि मैले प्रोसेस नै गरेर यही भिडियोमा चाहिँ हेराइदिन्छु है त। 1 नम्बरमा के लेखेको छ भन्दाखेरिमा हजुर चाहिँ एमइसीको वेबसाइटमा पहिला जानुहोस्, हजुर entrance.mec.gov.np मा ब्राउज गरेर त्यसपछि त्यो गर्नुभयो भने लगइन भन्ने बटन आउँछ। लगइनमा क्लिक गर्नु पर्यो हजुरले। लगइनमा हजुरले क्लिक गरिसकेपछि त्यसपछि एउटा इन्टरफेस आउँछ हजुरको, युजर नेम र पासवर्ड राख्ने है त। त्यो कुरा 2 नम्बरमा लेखेको छ। युजर नेम र पासवर्ड हजुरले चाहिँ राख्नु होला। जुन हजुरले एमइसीको इक्जाम दिनको लागि, सी इक्जाम दिनको लागि फर्म भर्ने बेलामा जुन युजर नेम र पासवर्ड थियो नि त्यही कुरा चाहिँ हाल्नुभयो भने त्यसपछि हजुरले लगइनमा फेरि थिच्नुभयो भने त्यसपछि हजुरको प्रोफाइल चाहिँ खुलिहाल्छ है त। प्रोफाइल खुलेपछि हजुरको एप्लिकेसन मेन्यूमा क्लिक गर्नु होला। एप्लिकेसन मेन्यूमा क्लिक गरिसकेपछि त्यसपछि हजुरको एमइसी सी ब्याचलर लेभल 2026 को भ्यू डिटेल्समा क्लिक गर्नु होला। भ्यू डिटेल्स भन्ने अप्सन आउँछ, त्यसमा चाहिँ क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि हजुरको योग्यता क्रममा नाम समावेश भएको प्रोग्रामको एक्सन कलममा देखिएको सेट प्रायोरिटी बटनमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि सेट प्रायोरिटी भन्ने एउटा चाहिँ बटन आउँछ, त्यहाँ चाहिँ हजुरले चाहिँ क्लिक गरेर त्यसपछि हजुरले एड कलेज एन्ड प्रोग्राम भन्ने बटन पनि आउँछ, त्यसमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि हजुरले चाहिँ त्यहाँबाट कलेज पनि सिलेक्ट गर्न सक्नुहुन्छ अनि हजुरको जुन प्रोग्राम छ त्यो पनि हजुरले चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ इन द अर्डर वाइज है त। त्यसमा हजुरको साइडमा चाहिँ इन्सर्ट एबोभ, इन्सर्ट बिलो अनि रिमुभ भन्ने चाहिँ अप्सन पनि हुन्छ। सोधै थिच्नुभयो भने हजुरको कतिवटा कलेज सिलेक्ट गर्न सक्नुहुन्छ, नम्बर चाहिँ कलेजको चाहिँ इन्क्रिज गर्न सक्नुहुन्छ। त्यो चाहिँ मैले भिडियोमा अगाडि चाहिँ यही भिडियोमा चाहिँ हजुरलाई डेमोन्स्ट्रेट गरेर चाहिँ हेराइदिन्छु है त। अब त्यसपछि हजुरले त्यो सबै गरिसकेपछि सेभ कलेज एन्ड प्रोग्राम प्रायोरिटीमा क्लिक गरेर हजुरले चाहिँ सेभ चाहिँ गर्न चाहिँ सक्नुहुन्छ है त। सेभ गरिसकेपछि अब त्यो कलेजहरू सिलेक्ट गर्दाखेरि हजुरले चाहिँ ध्यान पुर्याउने कुराहरू मैले सुरुमा पनि आफ्नो भिडियोहरूमा सबै कुरा चाहिँ भनिसकेको छु है त। पहिलाको जुन भिडियोहरू मैले अपलोड गरिरहेको थिएँ आफ्नो यही च्यानलमा मैले चाहिँ भनेको थिएँ हजुरले चाहिँ सिट डिस्ट्रिब्युसनको नोटिस चाहिँ एकचोटि चाहिँ हेर्नु होला है त। हजुरले जब अनलाइन प्रायोरिटी सेटिङ गर्नुहुन्छ भने सिट डिस्ट्रिब्युसनको नोटिस चाहिँ हेरेर मात्रै चाहिँ अनलाइन प्रायोरिटी सेटिङ चाहिँ गर्नु होला है त। त्यसपछि आफूले अध्ययन गर्न चाहेको सम्पूर्ण शिक्षण संस्था र शैक्षिक कार्यक्रम प्राथमिकताको आधारमा छनौट गरी प्राथमिकता क्रम निर्धारण गर्नुपर्नेछ। त्यसपछि 9 नम्बरमा हजुरको आयोगले निर्धारण गरेको अनलाइन प्रायोरिटी सेलेक्सनको समयभित्र आफूले चयन गरेको प्राथमिकता क्रम संशोधन गर्न सकिनेछ। अब यो कुरा पनि बुझ्नु होला। हजुरले जस्तै सेभ कलेज एन्ड प्रोग्रामवाला बटनमा थिचिसकेपछि जब सेभ भइहाल्छ हजुरको अनलाइन प्रायोरिटी सेटिङ, त्यसपछि चाहिँ अब मैले यो अनलाइन प्रायोरिटी सेटिङ चाहिँ चेन्ज गर्नै पाउँदैन, यसमा कुनै चाहिँ परिवर्तन गर्न पाउँदैन भनेर चाहिँ नडराउनु होला है त। हजुरले एकचोटि अनलाइन प्रायोरिटी सेटिङ गरिसकेपछि सेभ गरिसकेपछि पनि हजुरले जुन टाइम ड्युरेसन छ नि मङ्सिर 18 गतेदेखि मङ्सिर 24 गतेभित्र हजुरले त्यसमा फेरि
हजुरले तलमाथि चाहिँ कलेज चाहिँ गर्न सक्नुहुन्छ। कुनै कलेज रिमुभ गर्न चाहनुहुन्छ भने त्यो पनि रिमुभ गर्न सक्नुहुन्छ। कुनै प्रोग्राममा हजुरले अनलाइन प्रायोरिटी सेटिङ सुरुमा भर्नुभयो तर पछि त्यो प्रोग्रामको अनलाइन प्रायोरिटी सेटिङ भर्नै मन थिएन, हजुरलाई अनलाइन म्याचिङमा त्यो प्रोग्रामको लागि जानै मन छैन भने पनि हजुरले त्यो प्रोग्रामको पुरै अनलाइन प्रायोरिटी सेटिङ पनि रिमुभ गर्न चाहिँ मिल्छ। भन्नुको मतलब आफ्नो अनलाइन प्रायोरिटी सेटिङमा चाहिँ हजुरले मङ्सिर 18 गतेदेखि 24 गतेसम्म चाहिँ केही यदि चेन्ज गर्नु छ भने गर्न सक्नुहुन्छ। हजुरले सेभ गर्ने बित्तिकै यो होइन कि हजुरले चेन्ज गर्न पाउनुहुन्न है त, त्यो चाहिँ बुझ्नु होला। त्यसपछि चेन्ज गरिसकेपछि फेरि हजुरले केही यदि परिवर्तन गर्नुभयो भने फेरि सेभ प्रोग्राम एन्ड कलेज वाला जुन बटन हुन्छ त्यसमा चाहिँ थिच्नु होला है त, सेभ गर्नु होला। धेरैजनाको मिस्टेक के हुन्छ भन्दाखेरि मिस्टेक हुन पनि सक्छ र हुन्छ पनि कि केही परिवर्तन एकचोटि अनलाइन प्रायोरिटी सेटिङ जस्तै गर्नुभयो त्यसपछि केही चित्त बुझेन भने फेरि त्यसमा चाहिँ परिवर्तन गर्नुहुन्छ, केही चेन्जेसहरू गर्नुहुन्छ अनि पछि हुनसक्छ कि हजुरले चाहिँ सेभ गर्न बिर्सिन सक्नुहुन्छ। सो यो कुरालाई चाहिँ ध्यान राख्नु होला, सेभ गर्न फेरि चाहिँ नबिर्सनु होला है त। देन हाम्रो 10 नम्बरमा शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्दा आयोगले मिति 2082 6/8 गते निर्धारण गरेको छात्रवृत्ति र सशुल्क सिटको हजुरले चाहिँ त्यो चाहिँ सिट डिस्ट्रिब्युसनको जुन नोटिस थियो नि त्यो हेर्नु होला भन्ने कुरा चाहिँ भनेको छ है त। अनलाइन प्रायोरिटी सेटिङ गर्दाखेरि मैले सुरुमै भनिसकेँ यो कुरा। अब अनलाइन प्रायोरिटी सेटिङ गरिसकेपछि हजुरले चाहिँ साइडमा चाहिँ हजुरको एउटा कन्फर्मेसन पेज भनेर चाहिँ आउँछ। सो त्यो कन्फर्मेसन पेज चाहिँ हजुरले चाहिँ डाउनलोड गरेर राख्नु होला है त। डाउनलोड गरेर हजुरले सुरक्षित राख्नु होला। त्यो एउटा प्रुफ हुन्छ कि मैले यो कलेज चाहिँ राखेको थिएँ है त, त्यो चाहिँ गर्न नबिर्सनु होला। जस्तै हजुरको अनलाइन फर्म भर्दाखेरि सी इक्जाम दिनको लागि हजुरले चाहिँ कन्फर्मेसन पेज एउटा डाउनलोड गर्नुभयो होला नि, त्यस्तै चाहिँ हजुरले अनलाइन प्रायोरिटी सेटिङ गरिसकेपछि पनि कन्फर्मेसन पेज चाहिँ डाउनलोड गर्नुपर्छ र त्यो कन्फर्मेसन पेजमा हजुरले अनलाइन प्रायोरिटी सेटिङमा जुन जुन कलेजहरू राख्नुभएको छ नि त्यो सबै लिस्ट चाहिँ अदरवाइज चाहिँ त्यसमा चाहिँ हुन्छ है त। त्यसपछि अनलाइन प्राथमिकता क्रम निर्धारणको समय समाप्त भए पश्चात उम्मेदवारहरूको योग्यता क्रम प्राथमिकता क्रम र उपलब्ध सिटका आधारमा कम्प्युटर प्रणाली मा आधारित म्याचिङ गरिनेछ। सो हजुरको अब अनलाइन प्रायोरिटी सेटिङको डेट सकिसकेपछि मङ्सिर 24सम्म छ, त्यो सकिसकेपछि हजुरको अनलाइन म्याचिङ प्रोसेस चाहिँ सुरु हुन्छ। एमइसीको कम्प्युटर सिस्टमद्वारा चाहिँ त्यो अनलाइन म्याचिङ प्रोसेस हुन्छ र अनलाइन म्याचिङ प्रोसेस भनेको यो भिडियोमा पनि मैले सुरुमै भनेको थिएँ, हजुरले कलेज एलोकेट गर्ने हजुरको अनलाइन प्रायोरिटी सेटिङको आधारमा कलेज हजुरलाई एलोकेट गर्ने एउटा प्रोसेस हो है त। त्यसमा हजुरको चाहिँ यदि कलेज पाउनुभयो भने त्यहाँ चाहिँ नाम चाहिँ आउँछ। सो अनलाइन म्याचिङको बारेमा पनि नोटिस आयो भने हजुरको त्यसको बारेमा पनि हामीले अगाडि भिडियोमा चाहिँ कुरा गरौँला। आज चाहिँ अनलाइन प्रायोरिटी सेटिङको नोटिस आएको हुनाले मैले चाहिँ कुरा गरिदिएँ। अब मैले चाहिँ यसो डेमोन्स्ट्रेसन पनि गरिदिन्छु। अब यति कुराहरू छ तर एकचोटि मैले डेमोन्स्ट्रेसन पनि गरिदिन्छु कि हजुरले अनलाइन प्रायोरिटी सेटिङ कसरी भर्न चाहिँ सक्नुहुन्छ है त। हजुर एमइसीको वेबसाइटमा जानुभयो भने mec.gov.np टाइप गरेर एमइसीको वेबसाइटमा ब्राउज गर्नुभयो, त्यहाँ जानुभयो भने यहाँ हेर्न सक्नुहुन्छ नम्बर 1 मा हजुरको सबभन्दा माथि हेर्न सक्नुहुन्छ लगइन भनेर चाहिँ लेखेको छ है त। हजुरले स्क्रिनमा चाहिँ हेर्नु होला। अब यो लगइन जुन लेखेको छ नि त्यो लगइनमा चाहिँ क्लिक गर्नु होला हजुरले। अब क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ हजुरको इन्टरफेस दिएको छ, युजर नेम र पासवर्ड चाहिँ हाल्न चाहिँ भनेको छ। सो मैले सुरुमा पनि भनेको थिएँ जुन एमइसीको इक्जाम दिने बेलामा हजुरले एउटा युजर नेम र पासवर्ड बनाउनु भयो होला, त्यो फर्म भर्ने बेलामा त्यही युजर नेम र पासवर्ड चाहिँ हालेर हजुर चाहिँ फेरि यहाँ जुन तल चाहिँ लगइन भन्ने लेखेको छ नि त्यसमा चाहिँ लगइन गर्नु होला है त। सो हजुरले युजर नेम र पासवर्ड राखेर जुन तल लगइन भन्ने बटन चाहिँ देखिरहेको थियो त्यसमा यदि हजुरले क्लिक गर्नुभयो भने हजुर आफ्नो स्क्रिनमा हेर्नुहुन्छ जस्तो इन्टरफेस देखिरहेछ त्यस्तै हजुरकोमा पनि चाहिँ देखिन्छ है त। त्यसपछि त्यस्तो इन्टरफेस देखिसकेपछि यहाँ चाहिँ हजुरले साइडमा हेर्न सक्नुहुन्छ गोलो घेरा पनि मैले लगाइदिएँ, यहाँ 3टा होरिजेन्टल लाइन छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ साइडमा एमइसी अनि 2टा डायमन्ड बटन चाहिँ देखाएको छ। अब माथिवालामा क्लिक गर्नुभयो भने हजुर त्यो पिजीवाला सेक्सनको हो, त्यो हजुरको एमडिएमएस को हुनुहुन्छ नि उहाँहरूको लागि हो। बट यो तलवाला बटनको हजुरको चाहिँ यो युजी लेभलको। अब तलवाला यो डायमन्ड होला, तलवाला डायमन्डमा क्लिक गरिसकेपछि हजुरको चाहिँ यस्तो इन्टरफेस देखिन्छ, हजुरले स्क्रिनमा हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ भ्यू डिटेल्स छ है त, भ्यू डिटेल्समा क्लिक गर्नु होला। भ्यू डिटेल्समा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ हजुरको स्क्रिनमा जस्तो इन्टरफेस देखेछ नि यस्तै चाहिँ हजुरको चाहिँ देखिन्छ है त। यहाँ हेर्न सक्नुहुन्छ हजुरले पनि जुन जुन प्रोग्रामको चाहिँ इक्जाम दिनुभएको छ सो यही अनुसार चाहिँ हजुरको आउँछ। प्रोग्राम बी फार्मेसी प्रोग्राम रहेको छ अनि स्ट्याटस हजुरको भेरिफाइड भएको एक्सनमा। अब एक्सनमा जानुभयो भने भ्यू डिटेल्स लेखेको छ, त्यसपछि सेट कलेज प्रायोरिटी लेखेको छ है त। सो सेट कलेज प्रायोरिटीमा हजुरले चाहिँ क्लिक गर्नु पर्यो।
अब सेट कलेज प्रायोरिटीमा क्लिक गरिसकेपछि हजुरको यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस देखिन्छ है त। अब यहाँ माथि सबै कलेज प्रायोरिटीको इन्स्ट्रक्सनहरू दिएको छ, यो चाहिँ हजुरले चाहिँ इन्स्ट्रक्सन्सहरू चाहिँ हेर्नु होला। त्यसपछि यहाँ तल आउनुभयो भने एड कलेज एन्ड प्रोग्राम भनेर चाहिँ लेखेको छ है त। सो यसमा चाहिँ हजुरले चाहिँ क्लिक गर्नु पर्यो। अब यसमा क्लिक गरिसकेपछि हजुरको यहाँ प्रायोरिटी 1 लेखेछ, कलेज लेखेछ, प्रोग्राम लेखेछ। अब यो सबै चाहिँ हजुरको आयो। अब कलेज कसरी सिलेक्ट गर्ने, अब यो जुन कलेजवाला कलम छ नि त्यसमा यहाँ तल चाहिँ हजुरले चाहिँ क्लिक गर्नु पर्यो। त्यसपछि कलेजको सबै अप्सन आयो। अब यो बी फार्मेसीको सबै कलेजको लिस्ट हो है त, यतिवटा कलेज छ। अब हजुरले चाहिँ कसरी सिलेक्ट गर्ने, यहाँ हजुरले थिच्नुभयो भने अब हजुरको मैले जुन कलेज थिचेँ नि त्यो कलेज चाहिँ हजुरको आयो है त। त्यसपछि हजुरको चाहिँ यहाँ प्रोग्रामवाला कलममा जानुहोस्, त्यसले बी फार्मेसी नै आयो। हजुरको यदि अरू कुनै प्रोग्राम हुन्थ्यो भने त्यो प्रोग्राम नै आउँथ्यो है त। जस्तो एमबिबिएस थियो भने एमबिबिएस प्रोग्राम आउँथ्यो। अब यो एउटा मैले सिलेक्ट गरेँ। अब यहाँ इन्सर्ट एबोभ, इन्सर्ट बिलो अथवा रिमुभवाला हजुरले नोटिसमा पनि हेर्नुहुन्छ भने त्यसमा लेखेछ। सो यस इन्सर्ट एबोभमा यस्तै थिच्दै जानुहोस्। हजुरको कतिवटा कलेज सिलेक्ट गर्नुहुन्छ, हजुरको यस्तै चाहिँ हजुरको सबै आउँदै जान्छ है त। कतिवटा कलेज सिलेक्ट गर्नुहुन्छ त्यही अनुसार चाहिँ सबै अर्डर अनुसार चाहिँ आउँदै जान्छ है त। अब हजुरले फेरि अर्को कलेज सिलेक्ट गर्नु छ भने सेकेन्डमा जानुहोस् हजुर। त्यसपछि अब जस्तै मलाई गण्डकी मेडिकल कलेज राख्न मन लाग्यो, गण्डकी मेडिकल कलेज मैले सिलेक्ट गरेँ। त्यसपछि प्रोग्रामवाला कलममा गएँ, बी फार्मेसी नै प्रोग्राम छ, बी फार्मेसी आइहाल्यो। अर्को मैले मानिम कि कलेज सिलेक्ट गर्न चाहेँ भने मानिहालौँ काठमाडौँ युनिभर्सिटी स्कुल अफ साइन्स सिलेक्ट गर्न चाहेँ, यसमा मैले क्लिक गरिदिएँ। त्यसपछि हजुरको प्रोग्राम भनेको बी फार्मेसी। सो यसरी चाहिँ हजुरले चाहिँ अर्डर वाइज आफ्नो चाहिँ कलेज चाहिँ सिलेक्ट चाहिँ गर्न सक्नुहुन्छ है त। जतिवटा कलेज सिलेक्ट गर्नुहुन्छ हजुरले इन्सर्ट एबोभ यस्तै चाहिँ राखेर हजुरले चाहिँ तल तल चाहिँ जान चाहिँ सक्नुहुन्छ। अब हजुरले जबसम्म यो कलेजवाला कलममा चाहिँ सिलेक्ट गरेर कलेज सिलेक्ट गर्नुहुन्न नि तबसम्म यो हजुरको प्रोग्रामवाला कलमको केही देखाउन्न है त। जस्तै मैले यहाँ हजुरको 4 नम्बरमा कुनै सुरुमा कलेज सिलेक्ट गरेन। अब मैले प्रोग्राममा डाइरेक्ट क्लिक गरेँ भने प्रोग्रामवाला कलममा भने हजुरको केही देखाउन, सिलेक्ट भनेर मात्रै चाहिँ देखाउँछ है त। सो सबभन्दा पहिला हजुर कलेजवाला कलममा गएर कलेज सिलेक्ट गर्नुपर्छ। जस्तै मैले कृष्ण मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर मैले सिलेक्ट गरेँ भने त्यसपछि मात्रै हजुरको बी फार्मेसीको हजुरको प्रोग्रामको चाहिँ सिलेक्ट गर्न चाहिँ आउँछ। यसरी चाहिँ हजुरले कलेज यहाँ लेखेछ नि एड कलेज एन्ड प्रोग्राम भनेको छ नि। सो कलेज पहिला एड गर्नु, त्यसपछि प्रोग्राम एड गर्नु, त्यसपछि हजुरको सबै गरिसकेपछि यहाँ चाहिँ सेभ कलेज एन्ड प्रायोरिटी प्रोग्राममा हजुरले चाहिँ क्लिक गर्नुभयो भने हजुरको चाहिँ यो डिटेल्सहरू सबै अनलाइन प्रायोरिटी सेटिङको चाहिँ सेभ चाहिँ हुन्छ। सेभ गरिसकेपछि हजुरको चाहिँ अप्सन आउँछ कन्फर्मेसन पेज डाउनलोड गर्ने, त्यो चाहिँ डाउनलोड गर्नु होला। सो अब मैले डेमोन्स्ट्रेट गर्नको लागि मात्रै चाहिँ हजुरलाई यतिसम्म चाहिँ मैले चाहिँ गर्दैछु। उसले परिवर्तन गर्न चाहनुभयो भने त्यही अनुसार चाहिँ हजुरलाई त्यहाँ चाहिँ अप्सन हुन्छ, हजुरले परिवर्तन पनि गर्न सक्नुहुन्छ। त्यो चाहिँ बुझ्नु होला कि यदि मिस्टेक भएको छ भने त्यही अनुसार चाहिँ गर्न चाहिँ सक्नुहुन्छ है त। अब यति कुराहरू थियो हजुरले चाहिँ गर्नु, यसरी चाहिँ अनलाइन प्रायोरिटी सेटिङ गर्नु पर्यो। अब कन्फ्युजन के आउन सक्छ होला भन्दाखेरिमा दाइ हजुरले यहाँ जस्तै यहाँ प्रोग्राममा सिलेक्ट गर्दा बी फार्मेसी मात्रै आउँछ। अब मैले 2-3टा प्रोग्राममा यदि इक्जाम दिएछु भने के गर्ने, कसरी अनलाइन प्रायोरिटी सेटिङ गर्ने भन्ने एउटा कन्फ्युजन चाहिँ आउन सक्छ है त। सो अब यहाँ त हजुरको हजुरले सिलेक्ट गर्नुभयो भने बी फार्मेसी नै आउँछ। बिकज मैले यो अनलाइन प्रायोरिटी सेटिङ सुरुमै कसको गरिरहेको छु त बी फार्मेसी गरिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ हजुरले। जस्तै म ब्याक टु डिटेल गएँ, यहाँ हेर्नुभयो प्रोग्राममा के छ बी फार्मेसी। बी फार्मेसीकै प्रोग्रामको मैले सेट कलेज प्रायोरिटीमा क्लिक गरेर त्यसपछि इन्टर गरेको नि त्यहाँ, त्यसपछि कलेज सिलेक्ट गर्ने मैले सुरु गरेको छु। अब जस्तै हजुरले अर्को कुनै प्रोग्रामको इक्जाम दिनुपर्छ, जस्तै एमबिबिएस इक्जाम दिनुपर्छ भने हजुरको यहाँ सिरियल नम्बरमा 2 नम्बरमा प्रोग्राममा एमबिबिएस पनि लेखेको होला, हजुरले थाहा पाउन सक्नुहुन्छ स्ट्याटसमा भेरिफाइड। त्यसपछि एक्सनमा एमबिबिएसको लागि पनि सेट कलेज प्रायोरिटी भनेर अप्सन दिएको होला। हजुरले जस्तै 3वटा प्रोग्रामको इक्जाम दिनुभयो थियो, 3 नम्बरमा बिडिएसको पनि दिनुभयो थियो भने यही अनुसार चाहिँ प्रोग्राममा बिडिएस हुन्छ, स्ट्याटस भेरिफाइड। त्यसपछि एक्सनमा हजुरको बिडिएसको पनि छुट्टै सेट कलेज प्रायोरिटी भन्ने चाहिँ हुन्छ। सो यसरी चाहिँ हजुरले चाहिँ कलेज प्रायोरिटी सेटिङ चाहिँ गर्न चाहिँ सक्नुहुन्छ। अब जस्तै 3-4वटा प्रोग्राममा 2-3वटा प्रोग्राममा गर्नुभएको छ भने यसरी एक एक गरी सिलेक्ट गरेर, जस्तै बी फार्मेसीको उनले दिएको थियो भने बी फार्मेसीको साइडमा रहेको त्यहाँ एक्सनमा सेट कलेज प्रायोरिटीमा मैले क्लिक गरेर चाहिँ कलेज प्रायोरिटी सेटिङ गरेँ। अब कोहीले यदि अर्को कुनै प्रोग्रामको दिएको छ भने 2 नम्बरमा हजुरको जस्तै एमबिबिएस प्रोग्राम छ भने एमबिबिएस प्रोग्राम लेखेको छ र एमबिबिएस प्रोग्रामको पनि साइडमा एक्सनमा हजुरको सेट कलेज प्रायोरिटी छुट्टै चाहिँ दिएको हुन्छ। सो बी फार्मेसीको छुट्टै उसले गर्छ जसको मतलब के यस्तो छ, अनि एमबिबिएसको छुट्टै गर्छ। अब बिडिएस पनि छ भने बिडिएसको पनि सेट कलेज प्रायोरिटी भनेर यहाँ अप्सन आउँछ, उसले चाहिँ छुट्टै गर्छ। सो यसरी चाहिँ हजुरले चाहिँ
प्रत्येक प्रोग्रामको छुट्टा छुट्टै चाहिँ हजुरले चाहिँ कलेज प्रायोरिटी सेटिङ चाहिँ गर्नु चाहिँ होला है त। मैले सुरुमा पनि भनेको थिएँ हजुरको स्कलरसिप र पेइङको लागि छुट्टै छुट्टै भनेर हजुरको अनलाइन प्रायोरिटी सेटिङ हुँदैन, दुइटैको लागि एउटै अनलाइन प्रायोरिटी सेटिङ हुन्छ र एकचोटि मात्रै चाहिँ अनलाइन प्रायोरिटी सेटिङ चाहिँ हुन्छ। अनि अर्को कुरा हजुरको प्रत्येक प्रोग्रामको लागि चाहिँ छुट्टै छुट्टै अनलाइन प्रायोरिटी सेटिङ चाहिँ गर्नुपर्छ। अब यति सबै डेमोन्स्ट्रेसन पनि गरिसकेपछि यसपछि पनि हजुरले चाहिँ केही कन्फ्युजन छ, केही नबुझेको छ भने हजुरले भिडियोमा चाहिँ कमेन्ट गरिदिनु होला, अथवा मैले चाहिँ व्हाट्सएप नम्बर पनि राखिदिउँला, हजुरले चाहिँ म्यासेज गर्नु होला। केही हेल्प चाहियो अनलाइन प्रायोरिटी सेटिङमा भने हजुरले चाहिँ म्यासेज गर्नु होला। मैले चाहिँ रातिसम्म जतिजनाले पनि हजुरको चाहिँ व्हाट्सएपमा चाहिँ म्यासेज गर्नुभएको छ, अरूले पनि कोहीले म्यासेज गर्नुभएको छ अथवा यो भिडियो हेरिसकेपछि म्यासेज गर्नुहुन्छ भने मैले चाहिँ रातिसम्म मात्रै चाहिँ रिप्लाई दिन चाहिँ भ्याउँछु है त। त्यसैले पेसेन्स राख्नुहोस्, वेट गर्नु होला। मैले चाहिँ रिप्लाई अवश्य गर्छु हजुरलाई। जतिजनाले मलाई पर्सनल्ली टेक्स्ट गरेको हुन्छन्, म्यासेज गरेको हुन्छन्, मैले सबको रिप्लाई चाहिँ गरिदिएकै हुन्छु। जसले म्यासेज गर्छ उसलाई चाहिँ थाहा नै हुन्छ, मैले सबैको रिप्लाई चाहिँ गरिदिएकै हुन्छु है त, व्हाट्सएपमा होस् चाहे मेसेन्जरमा चाहे इन्स्टाग्राममा। तर पेसेन्स राख्नु होला, वेट गर्नु होला। धेरैजनाको चाहिँ म्यासेज आउँछ, धेरैजनाको क्वेरिज आउँछ, सबैको एकैचोटि सल्भ गर्न मिल्दैन। त्यसैले हजुरले व्हाट्सएपमा चाहिँ म्यासेज गर्नु होला र रातिसम्म चाहिँ हजुरले चाहिँ त्यसको एन्सर चाहिँ पाउनुहुन्छ। क्वेरिज हजुरको सल्भ हुनसक्छ अथवा भोलि रातिसम्म हुनसक्छ, तर पेसेन्स राख्नु होला। मैले रिप्लाई चाहिँ अवश्य गर्छु है त, म्यासेज हजुरले छोडिदिनु होला। ल त हुन्छ, यो भिडियोमा चाहिँ यति नै। अब अनलाइन म्याचिङको यदि हजुरको फेरि नोटिस आयो भने त्यसपछि हामीले अनलाइन म्याचिङको पनि कुरा गरौँला। ल त हुन्छ, बाई।